हेलो गाइज, आज चाहिँ अब भर्खर सिलगढी गएर आएको थियो हामी हो। बाटोमा आउँदा आउँदै फोन आयो कि आज अब ससुरालीमा बडा खाना छ अरे हो। अन्त आमाले फोन गर्नु, मम्मीले फोन गर्नुभएछ र हामी चाहिँ रेडी भएर अब ससुराली हिँडेको। उहाँ चाहिँ एकदमै खुसी हुनुहुन्छ आज ससुराली जानु भनेर चाहिँ उसको मुखबाट त्यो हँसी चाहिँ हुँदैन हो। माइत जानु भनेपछि चाहिँ ढोकालाई हुँदैन, कपला हुँदैन। चाहिँ मलाई रिस उठाइरहेको छ है, तर त्यही भएर म चाहिँ बोलेको छुइनँ उसँग चाहिँ। म बोल्दिनँ उसँग। हामी चाहिँ होम्स आइपुग्यो, होम्स ग्राउन्ड। झन्डै ठोक्यो बाजेर आउँदैन कि भने होस् हो, तर लगाइ छैन, बस्ने लगाइ छैन है हाम्रो। बाजेले हात हराउनु भएको थियो गाइज, के गर्नु, रोक्नु सक्दैन, प्राइभेट नम्बरले हो, कम्प्लेन गर्छ फेरि। कितना प्यारा बाबाले मैले तपाईँ हो लाउने। ससुराली पुगेको गाई, ससुराली पुग्दाखेरि हल्का ससुरालीमा रमाइलो भइरहेको रहेछ हो। सबैजना नानीहरू नाचिरहेको, सबैजना अब कोही खाएर हो, खानासाना खाएर हो, कोही अब अलि रक्सीहरू खाएर, त्यहाँबाट कसैले अब इन्टरटेनमेन्ट गर्ने, कसैले के गर्ने गर्दा गर्दै त्यहाँबाट त्यत्तिकै राति निकै भइसकेको थियो। त्यहाँबाट यो बित्तिको बात सुनेर फेरि हामी सुत्नुतर्फ लाग्यौँ। माइकले क्याप्चर गर्दैन बाहिरको त्यो हल्ला ब्याकग्राउन्ड साउन्डहरु। 1.5 सालमा आएको अरे हो। 1.5 सालमा दाजु 1.5 सालमा कहाँ आउँछ? 1 साल भइसक्यो मेरै बिहा भएको। 10 साल भन्दा तेरो भिराजु त 6 पल्ट आइसकिसक्यो। म चाहिँ कतिमा आए त लु भन त। म्याम तारा छेत्री, तपाईँ मन नदुखाउनुहोस्, कृपया तपाईँ आज आइपुग्नु।